अब हामी चाहिँ दर्शन गर्न जान आँटेको है। को आउनु भएको छैन, उहाँले पनि दर्शन गर्नु होला मेरो भिडियो हेरेर है। हाम्रो काभ्रेको नाना, काभ्रेको भाइरल नाना कति राम्रो भएर बस्नु भएको है। ल दिदी है, गएर आउँछु। हस् दिदी हस्। रेखा बोक्सी जे गरे पनि राम्रो देख्नु कि यसलाई के हो मान्छे। हिजो कम्बर मरक्कै गर्नु र दिएन, भाउ चाहिँ समातेको। केबुल कार चढ्ने चाहिँ यो ठुलो घरमा होइन, फिलै भान्ने हान्ने केले हान्ने भनेर नानु भन्छोरले मुड्कीले हो। ल त्यो सुमो ड्राइभरलाई हान्नुपर्छ ल। हस् ओके ल। सो गाइज दर्शन गर्नु होला है, दर्शन गर्नु होला सबैजनाले। म माथि गएर पनि भिडियो हाल्छु है गाइज। माथि पाएन भन्दा अनि टिकट काउन्टर, केबल कार टिकट काउन्टर ल। यस्तै हो। मेरो बहिनीलाई डिस्काउन्ट बत्ती किन्न आएको हो, बत्ती किन्न आएको। लालिकाको लागि, सोनुको लागि अनि मेरो लागि बत्ती बाल्यो भनेर चाहिँ बालिदिनु पऱ्यो नि माथि डाँडामा गएर है। बत्ती बेर्ने बहिनी त्यो हामी केबुल कार जाने बाटो यही हो। हाम्रो दाइ रेखा, हेलो हेलो रेखाजी, रेखा बहिनी के छ? केबुल कार गाइस, केबुल कार। अब माथि हुसो लाग्ने डाँडामा पुग्छ अब। है केबुल कार जानु रेडी हो? छुट्टी आँखा हेर्न, आँखा त यहाँ के भन्नु भयो। यहाँ दुईजना अन्त भाउजू हो, हान्ने आँटा गोरु जस्तो छ हेर्नु न। आम्मा हेर्नु न, रिसाएर फोटो नखिचाएर हुन्छ। अहिले फर्केपछि खिचाउनु कि माथिबाट फर्केपछि है। टाढा केबुल कार आएको अवस्था टिङ टिङ। हेर न पछि फर्केर घोडा घोडा झरेको अवस्था, झरेको अवस्था ल। जिब्राइनबाट झरेको अवस्था। बफ के देखाएको छैन हेर त, हुसु लगाएर बफ। सो नेपाली लाली गुराँस टङ टङ लाली गुराँस हो र। लाली गुराँस खाएर माथि नै यहाँको हो, त्यस्तो हो। रसगुल्ले हुन्छ रे, धेरै मिठो हुन्छ। अनि बुझ्नु जाडो भएको छैन, जाडो भएको छैन। प्रवेश गर्नुपर्छ। सो गाइस हुसु लागेर गाह्रो भयो, खतरा हुसु लागेर चाहिँ हेर्नु सक्नुहुन्छ। के देखाएको छैन ल। म माथि मन्दिर जान्छु अनि दर्शन गर्ने सबैजनाले कालिम्पोङको दर्शन गर्नु होला। कमेन्टमा राम्रो कमेन्ट गर्नु होला। एउटा अनि 72 किलो, एउटा 85 किलो, अनि यत्रो भिडमाथि आएछ, रिङ्गट लाग्दैन त। यस्तो त नि, यस्तो पहाडमा पानी रसाइरहेको छ भगवान् भएको ठाउँमा। ए हो नि बा, कुहिरोले खत्तम बनायो बा। त्यो गर्दा के हुन्छ अरे, हिँड्नु सकेन, हिँड्नु सकेन मेरो बुढी। बहिनीले ठेल्दैछ त पछाडिबाट, बहिनीले घचार्दै ल्याउँछ नि ल। यो सिरिङ, यो गुफाबाट छिर्ने ठाउँ पनि छ अरे गाई, हेर्नु त। यो गुफाबाट छिर्यो भने ठ्याक्क मन्दिर पुगिन्छ अरे कि। ए 4-5 दिन हुसु लाग्यो भने गाइस, यो जालीबाट चाहिँ पानी बन्छ अरे। 1000 लिटर 3000 लिटर, जस्तै 16 जस्तो रहेछ कि यो चाहिँ।
हेर्नु त यस्तो प्राविधिक रहेछ ल। मेन गेट आइपुग्यो है। दर्शन गर्नु होला है, दर्शन गर्नु होला। कोही आउनु नपाउने आमा बुवा दिदीबहिनी दाजुभाइहरू सबैले दर्शन गर्नु होला है त। घन्टी छैन यार ल, घन्टी बजाऊ घन्टी बजाऊ घन्टी। श्री भगवान् जे मनले सोचेको त पुरा होस्। मेरो भिडियोलाई जसले लाइक गर्छ, कमेन्ट गर्छ, सेयर गर्छ उहाँहरूको पनि सबैको राम्रै होस् है। सेट मेन गेटभित्र भयो प्रवेश। ल यहाँ चाहिँ यस्तो भरिङ रहेछ कि फलामको गाइस। पहिला यहाँ भाले झर्ने के अब यहाँको विभिन्न कथा छन् कालिम्पोङको। अब चिसो आउनु नानु चिसो त ठिकै हो है यतिको त ढोग्ने त्यसरी हो। मैले कालिम्पोङ मन्दिर आइपुग्यो। म अब जुत्ता खोल्छु अनि मजाले दर्शन गर्छु है त गाइस। म देखाउँछु हजुरहरूलाई सूर्य भगवान्। ओ मन्दिर आयो।